कोनिचिवा साथी हो वेलकम छ हाम्रो नेक्स्ट ब्लगमा अस्तिको हाम्रो 3 लाइकको टार्गेट चाहिँ पुरा भएर 13-14 लाइक कति भएछ त्यही भएर आज हामी सनसेट देखाउन गइरहेछौँ यो सनसेट अब हामी चाँडो चाँडो लाग्नुपर्ने हुन्छ यहाँबाट होइन त्यसैको लागि अब चाहिँ हामी निस्किसक्यो अब घरदेखि निस्किने हो रेडी भइसक्यो केटाहरू सबैजना त्यहाँ पर्खेर बसिरहेछ 3 लाइकको टार्गेट कम्प्लिट भएको कारणले अब चाहिँ हामी लाग्दैछौँ माथि के अरे कहाँ जानु लाग्यो सनसेट देखाउन डाँडा जानु लाग्यो ल मेरो यहाँ BMW S2000 RR यहाँ स्ट्यान्ड बाई छ है BMW भन्ने गर्छु मैले चाहिँ मेरो साइकललाई BMW नै हो यहाँनिर BMW नै किने जस्तो हुन्छ ल अब उसले नि साइकल आफ्नो उसको बाइक पनि रेडी गर्छ हेर्दै गर्नुहोस् साथ दिँदै गर्नुहोस् नयाँ नयाँ ठाउँहरू भ्रमण गर्न सक्नुहुन्छ धन्यवाद हामी सँगै जापान ल उसको नि यहाँनिर BMW अर्को रातोमा छ उसको चाहिँ अब चाहिँ हामी लाग्छ है ढिला नगरेखेरि सनसेट देखाउने भनेको सनराइज भइदियो भने टेन्सन हुन्छ अनि अस्ति मैले 3 लाइक मागेको 3 लाइक कम्प्लिट भयो भने सनसेट देखाउँछु भनेको 13 लाइक आएछ हिजो कि कहिले हेर्दाखेरि अनि हामी हिजो जाने भनेको चाहिँ हिजो काम पऱ्यो मेरो काम थियो यता काम भएर जानु पाएन अब निस्केको हामी चाहिँ केटाहरू त्यहाँ पर्खिरहेछ लगाइदिएर है अब एकैचोटि सनसेट हेर्नु है सनसेट भेट भइसक्यो साथी हाम्रो चाहिँ हिजो सान र केशव सान आउनु भइसकेको छ अब हाम्रो केटाहरू चाहिँ केशव फेरि मोइको अब चाहिँ फेरि ल फेरि सरी ल अब हाम्रो केटाहरू चाहिँ सनसेट देखाउनु 3 लाइकको टार्गेटले गर्दाखेरि केटाहरूले च्यालेन्ज एक्सेप्ट गरेर हामी अस्ति कहाँ गएको अरे ओसाका जो टोली नै हो फेरि हामी फेरि सबैजना एकजना तालभुटे भाइ चाहिँ छुट्यो त्यो चाहिँ हिजो बर्थडे भएर ढले भयो हामी चाहिँ सबै यङ फेरि यङै हो हुन त हामी चाहिँ तन्दुरुस्त भएर जान्दैछौँ डाँडा अलिक गाह्रो छ है डाँडामा अब हामीले भिडियो चाहिँ खिच्न मिल्दैन एकैचोटि माथि सनसेट हुन लागिसक्यो त्यही भएर यो 3 लाइकले गरेर हाम्रो गाड घस्किनेवाला गाड्दाखेरि भाइको गाड यसलाई चाहिँ सजिलो हुन्छ यसलाई सजिलो नि हुन्छ नि 3 थाल खान्छ चार लगाइदिएर थाक्न सुरु भयो अब एकैचोटि माथि देखाउँला थाक्यो मरियो यहाँनिर हल्का विश्राम गर्छौँ हामी अनि ल यस्तो छ भ्यू चाहिँ सनसेट माथि पुग्दासम्म सनसेट हुन्छ जस्तो लागिरहेछ हामीलाई चाहिँ उसलाई अनि क्यामेराम्यान हो नि मेरो त्यो होइन यसले खतरा खिच्न खोज्छ तर कहिले काहीँ हल्लिन्छ क्या बेसी लजाउँछ ल ल ल लगाइजहरू है सक्दो चाहिँ माथिबाट देखाउँ सनसेट नसकेको खण्डमा यहीँनिर के हो केटाहरूले यस्तो मिहिनेत गरेको छ है भिडियोको लागि यो भिडियोमा चाहिँ 3 लाइक कति हुँदो रहेछ 20 लाइक 50 लाइक मागौँ है 50 र 50को टार्गेटमा च्यालेन्ज पनि तपाईँहरूको हातमा ल जे दिए नि हुन्छ मान्छे मार्चे नभन्नु है गुखान नभन्नु अरू जे गर्दा पनि पाएन त्यत्तिकै छ ल सनसेटै हुन्छ कि जम भ्याइन्छ ल साथी लाग्यौँ है हामी ल गाम्बाते गाम्बारे ल गाइजहरू
विभिन्न खतरा जुगाड लागेको छ भर्खरै ल अब हेर्नुहोस् यस्तै भयो आज सनसेट भनेको त्यस्तै भयो ल हेर्दै हिँड्नुहोस् अगाडि कुकुर जी हुनुहुन्छ यहाँ चाहिँ फेरि जी भनेर बोलाउनु पर्छ कुकुरलाई नि गाह्रो छ कुकुरलाई नि जी भन्नुपर्छ यहाँ मान्छेलाई तता र मोमो गर्छ कुकुरलाई जिउ हजुर भन्नुपर्छ गाह्रो छ परिवारसँग बोल्दा ठाडो भाषा बोल्नु पर्यो बाहिरको मान्छेसँग बोल्दाखेरि जी हजुर जी कुकुर जी कुकुरलाई त तर मान्छेलाई भन्दा बेसी माया गर्छ नि फेरि मान्छेलाई ल सनसेट यहीँबाट हेर्नुहोस् साथीहरूलाई हाड नि देख्दो रहेछ कोही अनुमति सरी एक्सिडेन्ट भयो यहाँ भर्खरै यहाँ अङ्कलजीले चाहिँ हामीलाई यहाँ अलिकति बस्न सुविधाजनक ठाउँ हाम्रो रिजनको पापाजीले चाहिँ बनाइदिनु भएछ यही रिजन निवास होइन नि यो त रेस्टुरेन्ट हो जापानिजबाट अलिकति मिस्टेक हुन्छ नि त रेस्टुरेन्ट हो अहिले पहिला यसको ड्याडी चाहिँ जापान आउँदाखेरि वर्ल्ड वार 2 को पालो 1 कि 2 मा भने 1 2 दुइटै भयो भनौँ न त्यही भएर ओसाका आनो वातासी नो खासान गरा चुकुत्तो कुनो रेस्टुरेन्ट गारु ताप्ते खामोसिनो यस्तै छ बाई थ्याङ्क यू अङ्कलजी एकदम तपाईँले एकदम धर्मै गर्नुभयो यो चाहिँ हेर्नु यहाँ यो फेरि हाइकिङ जाने ठाउँ हो है छोराले नि क्रेडिट केही छोरालाई त के दिनु हो त किन जन्मिस भन्छ क्या भाइ ल भाइ हेर्छ ल त यता हेर्दा स्वाट घुम्दा शाहरुख खान पाराले बवाल देखिरहेको छ सिन चाहिँ रजनीकान्त भइदिएर नाच किन दाजु होइन काला काला छाउने त मलाई तल भन्यो भने मलाई भने त्यहाँबाट ठ्याक्क त्यो अलिअलि ठुल्ठुलो बिल्डिङ देखायो नि त्यतै हो क्या त्यसको छेउमा हालेन क्या त्यसको ठ्याक्क अपोजिट यतापट्टि कति नजिक देखिन्छ जाने होला हेलिकप्टर लाग्यो साथी 3 लाइकमा चाहिँ आउने भनेको यतिकै भ्यू हो हेर्नुहोस् है अब फेरि नेक्स्ट भिडियो चाहिँ लोभले लाभले बिलाप हुन्छ भने 3 लाइक हाने 3 लाइकको टार्गेट हो तर हामीले चाहिँ सोचेन 3 जना त फेरि अस्ति हामी गएकै 5 जना थियो अनि 1 2 3 4 4 लाइक त यही उठिसकेको थियो फेरि केटाहरूले नि त्यो सोचेन होइन तर हामीले चाहिँ लोभले लाभले बिलाप नगरौँ भनेर जेन्युन लाइक खोजेको भएर चाहिँ हामीले त्यो खासमा त्यो गरे हो होइन अनि यति 3 लाइकमा आउने भने चाहिँ यति भ्यू हो हेर्नुहोस् अलिकति छोडिदिनु अलिक छोडिदिउँ 50 लाइकमा चाहिँ एकदम ग्रान्ड हाम्रो हुन्छ है बिहान एकदम बिहान त होइन 50 लाइकमा चाहिँ फेरि एकदम हाम्रो फेरि गुडवाला आउँछ फेरि अरू धेरै थिएन है 40 देखि 50 को एभरेजमा चाहिँ हाम्रो लाइक दिनुहोस् हेर्नुहोस् साथ दिनुहोस् ट्रेलर उयो पाइहाल्यो नि हामीले के अरे के भन्छ अरे यस्तोलाई कन्टेन्ट पाइहाल्यो नि लेख्ने टाइटल पाइहाल्यो नि के भन्छ थाहा छैन हामी युट्युब सम्बन्धीको मान्छे नि होइन थम्बनेल पाइहाल्यो नि थम्बनेलमा अब फोटो नि आउँछ केटाहरूको यही फेरि यो उयोमा हो होइन लगाइसकेर एकदम बवाल बनाइदिनु 50 लाइकमा फेरि च्यालेन्ज फेरि एकदम बवाल आउँछ आज नि फेरि केटाहरूले रिक्सै ल्यायो नि काम छोडी सबैले काम छोडेर आयो फेरि मेरो लागि हाम्रो तपाईँहरूको लागि एक मान घाटामा छ है आज मेरो के गर्ने हो कसले भर्पाइदिने हो भरपाई चाहिँ नमाग्नुहोस् न प्लिज 10,000 मेरो घाटामा छ है केटाहरूले यस्तोमा बोलायो मलाई प्लिज 10,000 भाइलाई घाटा लागेको छ केही छैन त भिडियोको लागि गर्छस् नि म त पुरै गरिदिन्छु रेडी छु तपाईँहरूको त्यहाँ 50 लाइक चाहिँ हुनु पऱ्यो भाइले एक मान त यतिकै फ्यालिदिन्छ नि फ्याल्नु चाहिँ फ्याल्नु होइन आज मिस भयो भन्नु खोजेको ल गाइजहरू है त नेक्स्ट भिडियोमा जापानको हलामेट पनि देखाइदियो न फल ए ल स्याउ खाइ हान्दैछौँ हामी जापानको यस्तो बल देखिरहेको छ नि इचिबान युमेना कुदामोनो देश सरी कोरे छिगाउ यो कोरे मित्ते सरी देशका नामायामा हलावेट हलावेट देशका नेपालीको ते नेपालको चाहिँ हलावेट निहोंगो चोत्तो वगैरह देशका
はいですけど、とっても面白い、けれ美味しかったですか？美味しかったです。美味しい。食べたことがありますか？毎日食べたことがありますから、ああ、そう。とっても美味しい。嬉しいね、あの人は。冷蔵庫の中で毎日入れますか？毎日、たくさん。たくさんですか？たくさんありまあですけど、ー私説明する今。あと、私見たことがないからわかり今まません。で見たことがないよ。ないですね。そっか。私それは果物全然好きじゃないですから、そうそう。全然。全然。果物はワインとか、ビールとかワインビールとか、そんな感じですか。はいほんまにここで曲げると美味しかったと思います。私だけあの人はいっぱい果物は食べます。ここからビデオ撮っても危ないよ。大丈夫大丈夫。危ない。अनि उता फर्केन यतै उसै जान्छ हजुर हैन नचलाऊ। यस्तो भयो ओ दाजु त्यहाँ भित्र जाऊँ न माथि जाऊँ न माथि छिरौँ न। ल यहाँनिर राखौँ न ल बस केटा ओइ हैन ओइ उफ्रे त्यहाँ न केटा। ओभर हुन्छ ओभर एक्साइटेड हुनु। छैन भन्दा बेसी हुन्छ कि बेला बेला यता मासतिर जाऊँ न को दे मासु बिते हैन 50 लाइकबाट माथि आयो भने चाहिँ हामी माथिको भ्यू पनि ल देखाउँछौँ। हो यो हो नि त छिरौँ न त्यही पनि। अहिले निस्क्यो नि त विपिनले भन्छ छोड एकछिनलाई त धेरै ओके, बढी ओके। ल विपिन अहिले चाहिँ हाम्रो 15 लाख के अरे 50 लाइकको उ छ। अँ, त्यसबाट 50 लाइकबाट माथि आयो भने चाहिँ हामीले माथि देखाइदेऊ त। ल। माथि चाहिँ राम्रो राम्रो भ्यू छ हामीले देखाउने। परिहरू बस्छन् यहाँ माथि है। अहिले चाहिँ हाम्रो यतिमै सीमित रह्यो। गरौँ ल। यो डाँडाखेरि धेरै माथि छ नि होइन भ्यू त अझै कति बवाल छ बवाल यहाँबाट छ, ल। सिधै 10 किलोमिटर उता हाम्रो माउन्ट फुजी छ। ल अनि माउन्ट फुजी यहाँबाट सिधै 10 ल किलोमिटर। साथी है ल बाई अहिले ल है। बाई अहिले बाई। बाई 50 लाइकमा भेटौँ ल। आउँदा ल थम्बनेल लिऊँ न यार। थम्बनेल अब खिच्ने अन्त पक्न फेरि ल